Hi, good morning everyone. बिस्तारै थामेरै हाम्रो आमा चाहिँ अब यो छानामाथि चढ्दैन थामेरै थाम्छ के त हाम्रो आमा चाहिँ कहाँ चढ्नु भएको रहेछ के को लागि भन्दाखेरि टाँगो लिएर चढ्दै हुनुहुन्छ अब यो केराको बुङ्गा आज केराको बुङ्गाको अचार अथवा तरकारी जे भने पनि खाने भन्ने प्लान छ Wow, खुट्टामा आइपुग्यो एकछिन नि ल Paksa pakpena tunsa tak ada panen telah masa kok mata lagi polpa sudah saya understand what's up itu pakpena हामीलाई चाहिँ के भन्छ अरे यो बिचको भाग जुन फालिन्छ नि खोइ के हो त्यो पाक्दैन त्यो मचुङ्गोको टुप्पा जस्तो छ के हो यो पाक्दैन यो चाहिँ यो चाहिँ नपाक्ने भएर फालिँदो रहेछ है अरू सबै पाक्छ त्यो चाहिँ पाक्दैन अनि त्यसलाई फ्याल्नुपर्छ भाइ हेर्दै जानु होला आज हामी बुङ्गाको यो तरकारी बनाइ खानेछौँ तपाईँहरूले पनि यो भिडियो हेरेर अब यदि तपाईँलाई खान मन लागेको छ भने यसरी नै बनाइ खानु होला यो भिडियोमा बनाएअनुसार हामी अब कसरी हुन्छ जति सक्दो राम्रो बनाउने कोसिस गर्नेछौँ होइन यहाँ यता आमा हुनुहुन्छ यता चाहिँ अर्कोपट्टि चाहिँ मेरो मिसेस अनुहार नदेखाउनु भन्दैछ कि मेरो मिसेस नै बनाउने हो म चाहिँ यहाँ हेल्प गर्ने देवा Oh, आया क्या घूमता देखा yo salah sama kan. Pwede sa pwede ba? यो चाहिँ मिठो हुन्छ कलिलो यो भित्री भाग हैन ए भित्री भएको यो सबै पाकिन्जेलको अर्को पनि हो त्यो अलि बेला भइरहेको ल भित्री भागको यो पनि मजाले खान मिल्छ डरै हुन्छ त यतिको चाहिँ जम्मै पाक्छ है हो त्यो नि पाक्छ र पाक्छ जति यो मजाले पाक्छ ए भित्री
यति डाइरिया लाग्दा यो खायो भने चट्टै हुन्छ पोखा चल्दाखेरि अनि त्यसलाई डुट्यायो सानो सानो पारेर यो त उसिन्दाखेरि फलाट पिलिक भइहाल्छ र साँझको समय आमाकोमा डब्बी छ होला है पकाउनुहुन्छ उसिनी चाहिँ दिन्छु बुझ्छु म ल काम पनि बाँडफाँड भयो आमा उसिनिदिने यता मिसेस बोडिदिने पकाइदिने आगोमै पकाउनुपर्छ होला ल यतै अब घर छेउमा कस्तो डढाउने भन्छ हौ अनि कहाँ फ्याल्नु हौ म त यो घाँस काट्ने त आम्मामा के को मैला हो त्यस्तो ओके यसरी आगोमा चाहिँ तपाईँ एउटा भाँडामा हालेर पानी हालिदिनुहोस् अनि 5 मिनट जति मजाले उमाल्नुहोस् अनि पर्खिनुहोस् है यसलाई छोपे पनि भयो नछोपे पनि हुन्छ बाह्र मसला खुर्सानी प्याज मजाले भुट्नुहोस् बेसन थप्नुहोस् अदुवाको पेस्ट लसुन अदुवा लाउनुहोस् लसुन लाउनुहोस् कुटेर अब अघि बफाएर तयार पारेको बुङ्गा केराको बुङ्गा चाहिँ यस्तो छ है यस्तो भएको छ होइन त्यसलाई त्यसको पानी चाहिँ मजाले फ्याँकेर मजाले त्यसलाई चलाउनुहोस् स्वाद अनुसारको नुन लाउनुहोस् केराको बुङ्गाको तरकारी चाहिँ खास गरी अठिया केराको राम्रो हुन्छ है अनि अरू पनि हुन्छ
तिन चम्पा पनि हुन्छ तर त्यति साह्रो मिठो त हुँदैन त्यही पनि हुनु त हुन्छ घिउ केराको हुँदैन टमाटर पनि काटेर हालिदिनुहोस् नुन चाहिँ साक्दै गर्दै गर्नु होला ल है पहिलो दिन ल है केराको बुङ्गाको तरकारी चाहिँ होइन कति खाइयो यसको पनि यसो भिडियो बनाउनु पाए त होइन कति राम्रो हुन्थ्यो होला होइन कतिले अब खान खोज्नुहुन्छ होला कतिले थाहा पाउनु भएको छैन होला कतिले थाहा पाउनु भएको छ होला है यसो आज चाहिँ यसो समय मिलाएर होइन राइट टाइम मिलाएर चाहिँ बनाएको नि यो चाहिँ आफ्नै बारीको केराको बुङ्गाको तरकारी रेसिपी तपाईँहरूले यसो पनि खानु होला दामी हुन्छ मिठो हुन्छ मलाई चाहिँ मिठो लाग्छ है मेरो फेभरेट फुड आइटम मध्ये एक हो यो अब चाहिँ प्रायः सबै रेडी भइसक्यो यसरी बेला बेला चलाउँदै गर्नु होला यो भिडियो तपाईलाई मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई सेयर पनि गरिदिनु होला है ताकि तपाईको आफन्त साथीहरुले पनि यसरी खान सक्नुहुनेछ है तपाईको दिन शुभ रहोस् धन्यवाद ल है साथीहरु अब चाहिँ खानाको लागि रेडी भयो है मजाले पाक्यो लाइक हैन शेयर सब्स्क्राइब चाहिँ हामीलाई होला गरिदिनु होला है ल धन्यवाद आमा हजुर त्यो केराको मुगाको तरकारी कस्तो छ कस्तो मिठो भएछ सिलमको अचार केराको बुङ्गाको सब्जी दाल डल्ले बिरो दामी छ है मिठो भएछ मिठो म आज छोरा बुहारीकोमा आएको छु माम खानु बुङ्गाको सब्जी खानु